हेलो दाइ दाइ हेलो भाइ भन न एउटा हेलमेट चाहिएको थियो मलाई हो र हेर न हेलमेट छ त वान पिसमा त पाउँछ नि फेरि वान पिस मात्रै हो हेर न यो यसको कति हो प्राइस यसको मिलाएर दिन्छु नि भाइ लग्ने भाइ वान पिस हो हेर त छ्या दाइ त फाटेको छ हौ होइन नि भाइ यो डिजाइन यस्तो डिजाइन यस्तै हो होइन लाउँदै हो भर्खर भर्खर आयो हो क्या वान पिस हो यो पनि वान पिस मात्रै हो है सबै यहाँ वान पिसमा यो कहीँ छैन नेपालभरि कहीँ छैन नेपालभरि कहीँ छैन भाइ वान पिस है हो भर्खर लन्च भएको हेर अरू एउटा एउटा हाफे नै चाहिएको थियो मलाई र भाइ यता हेर न छ त सबै वान पिस हो यो पनि वान पिस हो खोइ हेरौँ ए भाइ नछोड न यार छे हेर मात्र क्या नि हो नि वान पिस हो नि त ए वान पिस हो सुन्नु मिल्दैन है 4 लाग्छ होला होइन नछोड ल भाइ सब वान पिस हो वान पिस हो अनि यो यो एउटा फेन पनि रहेछ फेन यो पनि वान पिस नछोड भाइ सुन्नु मिल्दैन है वान पिस हो त्यो पनि लग्ने भाइ मात्र छु कति यसको प्राइस चाहिँ यसको मिलाएर दिन्छु नि भाइ कति हो अनि 15,000 समथिङ 20,000 मा आउँदैन त अनि यसलाई होइन 15,000 मा लगाउनु ए सायद म त 20,000 भित्र लग्दिनँ हौ र अन्त ल भाइ 20,000 मा लगाउनु त तिमीले भनिहाल्यौ होइन दाइ साँच्चै हुन्छ नि त्यो दाइ त्यो बाइकको दर्जाउने ग्लोभ्स पनि चाहिएको थियो क्या मलाई ग्लोभ्स छ त भाइ यहाँ हेर नि कता हो दाइ यहाँ छ यहाँ वान पिस हो नछोइ छुनु चाहिँ वान पिस हो वान पिस हो के हो दाइ यो हिरो लाग्ने जस्तो छ त अनि यो त होइन भाइ यो यस्तै हो ब्रान्डेड हो क्या यो डिजाइन यस्तै हो डिजाइन हो भाइ कति हो नि यसको यसको चाहिँ 10,000 मात्र यो वान पिस हो वान पिस एक पिस त सकिन आँटेको छ यो लग्ने भाइ लगिहाल 10,000 टु पिस देखिरहेको छु मैले त